हेलो गाइस, स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो नयाँ अनि एकदम ब्रान्ड न्यू भिडियोमा है। अब चाहिँ म होटल जान लाग्छु। यस्तो त सधैँ जाने काम हो मेरो त होटल होइन। नुहाइधुवाइ सबै गरेँ होइन। ल गाइस, म चाहिँ होटल जान लाग्छु होइन। झम यहाँ हात चापी ढोकामा लाउनुपर्छ होइन। हाम्रो ढोकाखेरि यस्तो छ कि ढोका साइडमा साट्ने ढोका यस्तो साह्रो यसरी स्मार्ट चाबी हाल्नु होइन। यसरी स्मार्ट चाबी हाल्नु अब घुम्दैन त घुम्दैन त ल घुम्यो म चाहिँ चल्दिनँ। मलाई एकछिन चाबी गोजीमा राख्नु पऱ्यो नि, हरायो भने आपत हुन्छ नि। जुत्ता पनि राम्रोसँग लगाउनु पऱ्यो, आफू चाहिँ चल्दिनँ तँलाई ढिलो नगरिकन फटाफट चल्यो। आजको मौसम घाम लाग्छ, त्यो घाम लागेको भएर आज मेरो कस्तो कालो हुन लाग्यो। अन्त मान्छे त कालै थियो तर पनि होइन कस्तो कालो लाग्यो। म त्यति बिच पनि कालो छैन आएको मलाई मात्र त्यस्तो लागेको के हो गाइस। म चाहिँ यस्तो बाटो स्कुल हिँडेर आएन होला, बाटो हिँडेर स्कुलनिर भनेको थाहा होला नि तपाईँलाई। यहाँको स्कुलनिर आइसकेँ गाइस होइन। गाइस, म तपाईँहरूले एउटा कुरा भन्न जाँदैछु होइन, ध्यान दिएर सुन्नु होला। र म चाहिँ आजभोलि भनौँ न, आजभोलि चाहिँ अलिक बेलुकातिर चाहिँ म टिकटकतिर लाइभ बस्छु होइन गाइसहरू। यति बेलुकातिर भनेको चाहिँ फेरि हाम्रो होटल बन्द गरिसकेपछि लाइभ बस्छु होइन। म चाहिँ तपाईँहरू पनि आउन हेर्न चाहनुहुन्छ भने आउनु होला होइन। अनि मलाई सपोर्ट गर्नु होला भन्न चाहन्छु होइन। टिकटकतिर पनि टिकटकमा म बेलुका लाइभ बस्छु गाइस। लाइभमा हाम्रो केही पनि हुन्न खास त, लाइभमा हाम्रो केही पनि हुन्न खास, त्यही टाइम पास गर्न हामी लाइभ बस्ने हो। तपाईँहरू पनि आउन मन लाग्यो भने आउनु होला। म लाइभको प्रोफाइल लास्टमा म देखाइदिन्छु, यो भिडियोको लास्टमा हेर्नु होला। तपाईँ पनि आउनु होला है, फ्री हुन्छ भने आउनु होला, फ्री हुन्न भने त म जबरजस्ती त गर्दिनँ। फ्री हुन्छ भने मात्र आउनु होला। अनि जति धेरै मान्छेहरू पढ्नुहुन्छ, जति धेरै अरूले हेर्नुहुन्छ होइन, त्यस पछाडि चाहिँ हामीहरू झन् अरू ठुलो काम पनि गर्दै जाउँला। ठुलो काम भन्नाले अब केही त केही गरिन्छ हेर्नु, केही त केही गरिन्छ। जब त्यो बढ्दै गएपछि केही त केही गरिन्छ होइन। त्यही भएर सपोर्ट आज चाहिँ एकदम घाम लाग्यो होइन। अलिक बेलुकातिर चाहिँ पानी परे जस्तो थियो। बाटो हेर्दा थाहा हुन्छ कस्तो भिजेछ बाटो। अहिले चाहिँ पुरै चर्को घाम लाग्यो। आज चाहिँ म होटल जान अलिक ढिलो भएको है। आज म ढिलो उठेँ कि, ढिलो उठेर पनि नुहाएर हिँड्ने होइन, तर पनि ढिलो भयो होइन मलाई। अलि लाइट कटियो, अझै त खोलाको लाइट कट्न छ। गाइस, म चाहिँ होटेलमा आइसकेँ, तर हावाहरू धेरै चढिरहेको होटेलमा आइयो। गाइसहरू हाम्रो चाहिँ सबै होटेलको तयारीहरू भइसक्यो होइन।
र हाम्रो होटेल पनि ओपन भइसकेको छ। आज चाहिँ मैले अलिक देखाउन पाइनँ होटेलको तयारी गरेको थिएँ, किनभने आज अलिक बिजी थियो, त्यो भएर होइन सब काम सकियो, बाहिर आएको होइन, अनि बाहिर आएको थिएँ अनि भनिदिउँ भनेर हल्का नानी हावा पनि चलिरहेको छ आज, त्यस रेडियो खलिरहेर क्या राम्रो फुल्छ नि गाइजहरू होइन। आजको हाम्रो तयारी चाहिँ अलिक देखाउनु बाहिर, तर अर्कोचोटि म देखाउँछु होइन। एकदम छ है, हावा चलिरहेको बाहिर त चिसा र अब म हजुरलाई फेरि अहिले पछि भेट्छु। गाइजहरू म चाहिँ अब किनमेल गर्न जानु होइन, साइकलमा जानु यो मलाई हिँड्दै जानु होइन, त्यहाँ त चिनीहरू लिन जानु त्यो चाहिँ अलिक टाढा हिँड्नु जाने ठाउँ, त्यो साइकलमा जानु ल। साइकलको चाबी पनि लिइसक्यो, अब चाहिँ हामी चिनीहरू किन कस्तो हावा चलेको है हाम्रो साइकल यहाँ यस्तो पनि नामा छ कि हाम्रो साइकल बाटो यस्तो छ गाइजहरूले। यो त सुरु मात्र भएको, यहाँबाट यस्तो जानुपर्छ गाई, जानु चाहिँ यस्तो गाह्रो छ गाई चाहियो ल है त ल। यस्तो छ मैले बाटो गाई सोच आइसक्यो आफू भन्ने ठाउँमा पसलमा किनमेल गरेर गइहाल्यो। आयो हामी चाहिँ 10 किलो लाने यो 3 4 5 गाई 10 किलो किनिहाल्यो। यहाँ लगभग सबै सामानहरू पाइन्छ, देखिरहेको हुन्छ। अब चाहिँ हामी जामै काउन्टर लगाइसँग सामानहरू पनि किनेर आएर भित्र राखेर अब चाहिँ बाहिर आफू लास्टिक गर्नु भयो होइन मलाई चाहिँ। त्यहाँ यहाँ रुखको तल बस्छु अब म। यस्तो गर्मी आइछ, त्यहाँ साइकल आएको कालो रोलारो कालो ओह्रालो छ, त्यो लास्टिक गर्मी हुन्छ, गाह्रो पनि हुन्छ है, किनभने यस्तो साङ्ग्रो बाटो छ, गाडीहरू पनि पेरेर आउँछ, त्यो अलिकति गाह्रो छ, बाटो चाहिँ अलिकति गाह्रो छ। एकैछिन बाहिर बस्छु अनि फेरि भित्र जानु पर्ला म। गाइस मैले त खाइसकेको छु, मैले यहाँ दिमागमा त पाएको छु गाइस, यो दिमाग पनि मेरो लागि धेरै ठुलो गाइस। कस्तो हावा लाग्यो कि आज एकदम हावा लाग्यो। बाबाले खरेको लागि मिठो गुलियो टक्क पारेर प्याज काट्दै पनि हुन्छ। हाम्रो यहाँ माछा पाक्ने तयारी हुँदैछ, यो चाहिँ स्पेसलको लागि। के को स्पेसल हो बा? टाउको स्पेसलवाला माछा हुन्छ। ताजा ताजा जिउँदो माछा ल्याएर काटिदिएको हामीले यहाँ। हाम्रो यता बाबा र दाइको यहाँ तयारी चल्दैछ, छलफल पनि हुँदैछ के बनाउने भनेर। उहाँ फ्राई पनि बसालिसक्नु भएको छ, त्यहीँकोतिर ए हस् हाम्रो तेल गइसकेको छ उतातिर, फेरि आयो भित्र। च्याउरा माछा भइसक्यो यहाँ, च्याउरा माछा मात्रै छ यहाँ, अरू केही छैन, धोको त केही छैन। भ्याएको त हुन नि हुन्न। टमाटर पाल्नु हुन्न यसमा। टमाटर हालेर टमाटर हालेर त्यही टमाटर कस्तो कस्तो लाग्यो। हाम्रो झोल पनि अब आइसकेको छ। अब यहाँ बुक्लु बुक्लु हुँदै नदिएपछि हाम्रो झोल पनि पाक्छ। यहाँ पकाउँदाखेरि आउँला नि
आउनु अब यो कालो भाँडा कहाँ फलामको भाँडामा पहिले भुट्यो अनि फलामको भाँडा कलर दिहाल्नु न त राम्रो कलर दिन्छ नाम्रै छ कलरी नाम्रै छ ल गाइज अब चाहिँ हाम्रो होटेल बन्द भएर फर्किने बेला भइसकेको छ देख्न सक्नुहुन्छ राति भइसक्यो 10 बजिसक्यो है बाबा अगाडि अगाडि हुनुहुन्छ म पछाडि पछाडि छु है त्यही भइरहेको छैन बाबा अगाडि अगाडि हुनुहुन्छ म पछाडि पछाडि छु धेरै हल्ला पनि नगरौँ पुलिसमा आउनुहुन्छ फेरि बजाउँदै गाइज आजको भिडियो त हजुरहरूलाई कस्तो आयो भन्नु होला र मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला हैन र मलाई टिकटकतिर पनि फलो गर्न नबिर्सिनु होला म टिकटकमा बेला बेलामा लाइक पनि आइरहन्छु के भन्नु म युट्युबै कान्छु यो कुरा चाहिँ नसुनौँ होला यो कुरा चाहिँ नसुनौँ होला है ल आजको लागि यति नै हजुरलाई पक्कै पनि मन पर्यो होला मन परेमा लाइक सेयर सब्सक्राइब कमेन्ट मन नपरे पनि कमेन्ट गरेर हामीलाई यादो सल्लाह दिनु होला हाम्रो युट्युब कान्छाको म युट्युब कान्छा मेरो नाम छैन रूपक कान्छाको चाहिँ युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला भन्ने हाम्रो सुप्रिम अग्रिम अनुरोध छ विनम्रै छ तपाईँको अनुहारै देखिँदैन मेरो पनि देखिँदैन ल बाई बाई स्यु टुमारो बाटो चाहिँ यहाँ घुमाउनु